औषधिको कुशल भण्डारण तथा वितरण अभ्यास अर्थात् गुड स्टोरेज एन्ड डिस्ट्रिब्युसन प्र्याक्टिस औषधिको गुणस्तर सुनिश्चित गर्ने विषयसँग सम्बन्धित छ। उत्पादकको परिसरदेखि बिरामीसम्म पुग्दा औषधिको गुणस्तर कायम रहनुपर्छ भन्ने सिद्धान्तबाट कुशल भण्डारण तथा वितरण अभ्यासको सुरुवात भएको हो। औषधि उत्पादक तथा थोक विक्रेताले गर्ने भण्डारण र ढुवानी हुँदै बिरामीसम्म पुग्ने प्रक्रियामा यो अभ्यास लागू हुन्छ। भण्डारण र ढुवानी गर्ने क्रममा औषधिको गुणस्तर खस्किँदा बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने जोखिम सँगसँगै औषधि खेर गई आर्थिक नोक्सानी समेत हुन सक्दछ। नेपालको सन्दर्भमा सामान्यतया औषधि उत्पादन भएपछि वा नेपालमा औषधि आयात भएपछि वितरक मार्फत औषधि थोक विक्रेता हुँदै बिरामीसम्म पुग्ने संरचना छ। यस प्रक्रिया अन्तर्गत विभिन्न संवेदनशील चरण पार गर्नुपर्ने हुन्छ। उत्पादकबाट औषधि ढुवानी गर्दाको अवस्था, ढुवानी पछिको थोक विक्रेताको गोदाममा हुने भण्डारणको अवस्था र त्यसपछिको ढुवानी संवेदनशील चरण हुन्। यसको सार के हो भने उत्पादकबाट निस्कँदाको औषधिको गुणस्तर ठिक उस्तै अवस्थामा खुद्रा विक्रेता वा वितरकसम्म पुगेको छ भन्ने सुनिश्चितता हो र यसको पूर्ण जिम्मेवारी थोक विक्रेताको हुन्छ। कुशल भण्डारण तथा वितरण अभ्यास अन्तर्गत औषधि भण्डारण तथा ढुवानी गर्दा विभिन्न चुनौतीको सामना गर्नुपर्ने हुन्छ। औषधि सञ्चय गर्दा भवन तथा वातावरणको सही व्यवस्थापन गर्न नसके औषधिको गुणस्तरमा असर पर्न सक्दछ। यस्तै औषधि वितरण गर्दा वातावरणीय तथा भौगोलिक चुनौतीको पनि सामना गर्नुपर्ने हुन्छ। जस्तै यातायात तथा बाटोको अवस्था, फरक हावापानी, कहीँ उच्च तातो वा अति चिसो तापक्रम कुशल भण्डारण तथा वितरण अभ्यासका लागि चुनौती हुन्। साथसाथै ढुवानीका बेला निगरानी र सम्भावित फेरबदलमा पनि त्यत्तिकै सतर्कता अपनाउनु पर्ने हुन्छ। यस्तै वितरणका लागि सञ्चय गरिएका औषधिहरू गोदाममा लामो समयसम्म भण्डारण गर्दा औषधिको गुणस्तर क्षय हुन सक्छ। वातावरणीय तापक्रम र आर्द्रता सम्बन्धी बाह्य प्रभावका कारण औषधि काम नलाग्ने हुन सक्ने जोखिम हुन्छ। त्यसैले औषधि भण्डारण तथा वितरण सम्बन्धी कुशल अभ्यासका लागि औषधिको भण्डारण र ढुवानी चुस्त दुरुस्त हुनुपर्दछ। उच्च तातो वा उच्च आर्द्रताका कारण औषधिको गुणस्तरमा असर पर्न सक्छ। उदाहरणका लागि नेपालको कुनै स्थान विशेषमा औषधि उत्पादन हुन्छन् वा विदेशबाट औषधि आयात गरिन्छन्, जुन औषधिलाई वितरकले नेपालका विभिन्न ठाउँमा पुर्याउँछ। निश्चित तापक्रम व्यवस्थापन नभए औषधिको गुणस्तर खस्किनुका साथै औषधि काम नलाग्ने हुन जान्छ। केही संवेदनशील औषधि जस्तै भ्याक्सिनका लागि तापक्रम कायम गर्नु अति महत्त्वपूर्ण हुन्छ। औषधि ऐन 2035, औषधि दर्ता नियमावली 2038, औषधि स्तर नियमावली 2043, औषधि जाँचबुझ तथा निरीक्षण नियमावली 2040 र औषधि बिक्री वितरण संहिता 2078ले थोक फार्मेसी व्यवसाय सञ्चालन सम्बन्धमा विभिन्न कानुनी प्रावधानहरूको व्यवस्था गरेको छ। औषधि ऐन 2035मा भएका महत्त्वपूर्ण दफामा भएका प्रावधानहरूमध्ये दफा 10मा आफ्नो नाम र फर्म दर्ता गर्नुपर्ने, दफा 10 कमा दर्ता नभएको औषधि बिक्री वितरण गर्न नहुने, दफा 11मा नवीकरण गराउनु पर्ने, दफा 15मा क्षतिपूर्ति भर्नुपर्ने, दफा 25मा प्रतिबन्धित औषधि बिक्री वितरण गर्न नहुने, दफा 28 बमोजिम आवश्यक साधन वा जनशक्ति व्यवस्था नगरी थोक बिक्री वितरण सम्बन्धी कार्य गरेमा, दफा 29मा औषधिमा मिसावट र मिसावट भएको औषधि जानी बिक्री वितरण गर्न नहुने, दफा 30मा म्याद नागेको औषधि बिक्री वितरण गर्न नहुने र दफा 33मा लागू औषधको बिक्री वितरण गर्ने सम्बन्धी व्यवस्था गरिएको छ। यसका अतिरिक्त औषधि दर्ता नियमावली 2038, औषधि स्तर नियमावली 2043, औषधि जाँचबुझ तथा निरीक्षण नियमावली 2040 र औषधि बिक्री वितरण संहिता 2079मा खास गरी थोक व्यवसाय र पैठारीकर्ताले पालना गर्नुपर्ने अन्य प्रावधानहरू समेतको व्यवस्था गरिएका छन्। औषधिको गुणस्तर कायम सम्बन्धमा कुशल भण्डारण तथा वितरण अभ्यास निर्देशिका 2079ले विस्तृत रूपमा व्याख्या गरेको छ। निर्देशिकाभित्र समेटिएका प्रावधानहरूले भण्डारण गरिएका औषधिको गुणस्तर तथा ढुवानीका बेला आवश्यक पर्ने विभिन्न प्रक्रियालाई समेटेको छ। कानुनी प्रावधानले औषधिको गुणस्तर सुनिश्चित बारे सम्बोधन नगर्ने हुँदा
औषधि भण्डारण तथा वितरणका लागि यस निर्देशिका अत्यन्तै सान्दर्भिक हुन्छ। थोक विक्रेताले सेवा दिँदा पालना नगरिएका कुन प्रावधानहरू दण्डनीय छन् त? दर्ता नगरी थोक बिक्री वितरण व्यवसाय सञ्चालन गरेमा, नवीकरण गर्नुपर्ने समयभित्र नवीकरण नगरी औषधि बिक्री वितरण गरेमा, दर्ता नभएका औषधि राखेमा वा बिक्री वितरण गरेमा, आवश्यक साधन तथा जनशक्ति बिना औषधि बिक्री वितरण गरेमा। यस्तै औषधि बिक्री वितरण सञ्चय वा परिवहन गरेमा, औषधिमा मिसावट गरेमा वा मिसावट भएको भन्ने जानी बिक्री वितरण गरेमा, म्याद नागेको औषधि बिक्री वितरण गरेमा, लागु औषधि ठिक तरिकाले सञ्चय नगरेमा वा अभिलेख नराखेमा जस्ता दण्डनीय हुने प्रावधानहरू कानुनमा व्यवस्था गरिएको छ। कुशल भण्डारण तथा वितरण अभ्यास निर्देशिकामा कानुनका अतिरिक्त थोक बिक्री वितरण तथा पैठारी गर्दा गुणस्तर सुनिश्चितता अर्थात् क्वालिटी असुरेन्ससँग सम्बन्धित विशेष प्रावधान उल्लेखित छन्। यसको पालना गर्नु कुनै पनि थोक बिक्री वितरण तथा पैठारीकर्ताको नैतिक जिम्मेवारीभित्र पर्दछ। सेवाको गुणस्तरमा स्थिरता अर्थात् कन्सिस्टेन्सी ल्याउनु नै क्वालिटी एसुरेन्सको मुख्य लक्ष्य हो। थोक व्यवसाय वा पैठारी गर्दा अपनाउनु पर्ने कार्यविधिको दस्तावेजीकरण अर्थात् डकुमेन्टेसन र स्तरीय कार्य सञ्चालन विधि अर्थात् स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर कुशल भण्डारण तथा वितरण अभ्यासका मेरुदण्ड हुन्। सबै कार्यका लागि एसओपी निर्माण गर्नुभएको छ र एसओपी अनुसारकै कार्य गरी सोको दस्तावेजीकरण समेत गर्नुभएको छ भने तपाईँले दिएको सेवामा त्रुटिको सम्भावना न्यून रहन्छ। साथै तपाईँले दिएको सेवामा कुनै त्रुटि भएकै रहेछ भने पनि त्यसको पहिचान गरी निराकरण गर्न सम्भव हुन्छ। साथसाथै सेवामा एकरूपता समेत आउँछ। त्यसैले थोक व्यवसाय वा पैठारीकर्ताको रूपमा गरिने क्रियाकलापका सम्बन्धमा स्तरीय कार्य सञ्चालन विधि अर्थात् एसओपी निर्माण गरी सोही अनुसार अभ्यास गरिन्छ। अब हामी तपाईँहरूलाई एसओपीका केही नमुनाहरू देखाउँदैछौँ। औषधिको गुणस्तरबारे सचेतनाका लागि हामी यो भिडियोमा कुशल भण्डारण तथा वितरण अभ्यासबारे चर्चा गरिरहेका छौँ, जसमा औषधि सञ्चय तथा वितरण प्रणाली मर्यादित बनाउन आवश्यक पर्ने विभिन्न पक्षबारे हामी चर्चा गर्नेछौँ। विशेष गरी प्रत्यक्ष रूपमा ग्राहक वा बिरामीसँग दैनिक सञ्चार गर्नुहुने तपाईँ फार्मासिस्ट, औषधि थोक विक्रेता, औषधि वितरक, स्वास्थ्यकर्मी वा सरोकारवाला सबैका लागि यो भिडियोमा हामी गुड स्टोरेज एन्ड डिस्ट्रिब्युसन प्र्याक्टिस अर्थात् कुशल भण्डारण तथा वितरण अभ्यासबारे कुरा गर्दैछौँ। औषधि वितरकले औषधिलाई उत्पादन भएकै अवस्थामा फार्मेसीसम्म पुग्न सक्ने व्यवस्था गर्नुपर्छ। विभिन्न प्रकारका औषधिलाई निश्चित तापक्रममा सञ्चय गरी वातावरणीय तथा भौगोलिक विविधता रहेको नेपाली परिवेशमा औषधि भण्डारण र ढुवानी गर्दा औषधिको गुणस्तर कायम गर्न सक्छु भन्ने प्रतिबद्धता एउटा औषधि वितरकले निशर्त पालना गर्नु उसको नैतिक दायित्व पनि हो। भौगोलिक जटिलताका कारण औषधिको गुणस्तर खस्किन नदिन वा वातावरणीय प्रभावका कारण उच्च आर्द्रता वा अति तातो ठाउँमा औषधि भण्डारण गरी ढुवानी गर्दा जस्ताको त्यस्तै औषधि पुर्याउन सक्नु एउटा वितरकको कर्तव्य हो। त्यसैले औषधि भण्डारण तथा वितरण सम्बन्धी निर्देशिकाको पालना एउटा वितरकले निशर्त गर्नुपर्ने हुन्छ। कुशल भण्डारण तथा वितरण अभ्यासको अवधारणा सन् 2010 मा सुरु भएको हो। विश्व स्वास्थ्य संगठन WHO ले सन् 2010 मा पहिलो पटक कुशल वितरण निर्देशिका अर्थात् गुड डिस्ट्रिब्युसन प्र्याक्टिस GDP प्रकाशन गरेको थियो। त्यसपछि भण्डारण सम्बन्धी व्यवस्था समेत समावेश गरी सन् 2020 मा कुशल भण्डारण तथा वितरण अभ्यास गुड स्टोरेज एन्ड डिस्ट्रिब्युसन प्र्याक्टिस GSDP निर्देशिका प्रकाशन गर्यो। नेपालमा पनि औषधि दर्ता नियमावली 2038 को नियम 11 को प्रावधान बमोजिम 2079 सालमा औषधि बिक्री वितरण संहिता अन्तर्गत कुशल भण्डारण तथा वितरण अभ्यास निर्देशिका समावेश गरी लागू गरिएको छ। उत्पादनकर्ता वा विदेशबाट पैठारी गरी खुला विक्रेता अर्थात् फार्मेसीहरूलाई औषधि वितरण गर्नु थोक विक्रेताको मुख्य कार्य हो।
औषधिको उपलब्धता ग्राहक वा बिरामीका लागि फार्मेसी मार्फत मात्रै हुनुपर्दछ। यसको अर्थ औषधि थोक विक्रेताले खुल्ला रूपमा बिरामीलाई औषधि बिक्री वितरण गर्नु हुँदैन। औषधि वितरक तथा थोक विक्रेताले औषधि भण्डारण तथा वितरण गर्दा औषधि ऐन, मातहतका नियम र औषधि बिक्री वितरण संहिता पूर्णतः पालना गर्नु नै पर्दछ। गुणस्तरीय सेवाको सुरक्षितताका लागि भने कुशल अभ्यासको पालना अपरिहार्य छ। औषधि थोक विक्रेताले भण्डारण गरेको औषधि तथा औषधिजन्य सामग्री फार्मेसीसम्म पुग्दा सही र गुणस्तरीय रूपमा पुग्नु पर्दछ। सही रूपमा भिन्न प्रकृतिका औषधि राम्रोसँग भण्डारण गर्नु थोक विक्रेताको दायित्व हो। साथमा औषधि आयात गर्दाको रेकर्ड, भण्डारण गरिएको औषधि तथा फार्मेसीसम्म वितरित औषधिको गुणस्तर दुरुस्त रहेको अभिलेख राखिनु पर्दछ। यी सम्पूर्ण कार्यले थोक विक्रेतालाई मर्यादित एवं जिम्मेवार बनाउँदछ। मर्यादित बनाउनुको अर्थ औषधि लुकाउने, बजारमा कृत्रिम अभाव गराउने, समान ढङ्गले बजारमा औषधि वितरण नगर्ने वा नक्कली औषधि वा औषधिजन्य सामग्री वितरण गर्नु जस्ता अमर्यादित कार्य गर्न नपाइने भन्ने बुझ्नुपर्दछ, जसका लागि औषधि व्यवस्था विभाग तथा अन्य सम्बन्धित निकायबाट बजार अनुगमनमा आउँदा सहयोग गरी औषधि वितरण सम्बन्धी सम्पूर्ण जानकारी पारदर्शी ढङ्गले प्रष्ट रूपमा पेश गर्नुपर्दछ। वितरित औषधि यदि म्याद गुज्रन लागेका पाइए वा गुणस्तरहीन औषधि फार्मेसीसम्म पुगेको भए फिर्ता गर्न सल्लाह सुझाव दिनु जिम्मेवार थोक विक्रेताको दायित्व हो। र औषधि बिक्री वितरण सम्बन्धमा सूचनामा आएका सम्पूर्ण जानकारी वा नियमको पालना गर्दै जानु एउटा थोक विक्रेताको नैतिक दायित्व हो। अब हामी कुशल भण्डारण तथा वितरण अभ्यासका लागि आवश्यक पर्ने मापदण्डबारे छलफल गर्दैछौँ। थोक विक्रेता तथा आयातकर्ता कस्तो हुनुपर्दछ? थोक विक्रेताले दिने सेवा, त्यहाँको भवन, परिसर, जनशक्ति, अभिलेखीकरण, गुणस्तर अभ्यास, औषधि भण्डारण जस्ता विभिन्न पक्षबारे कुशल भण्डारण तथा वितरण अभ्यास निर्देशिका 2079 ले विस्तृत मापदण्ड बनाएको छ। थोक व्यवसाय सञ्चालनका लागि तयार पारिएका तीनै मापदण्डबारे अब कुरा गरौँ है त। औषधि थोक विक्रेता वा वितरकले औषधि भण्डारण तथा ढुवानीका लागि भवन तथा परिसर निर्देशिकाले तोकेको मापदण्ड पालना गर्नुपर्नेछ। थोक विक्रेताको साइनबोर्डमा उल्लेखित नाम र दर्ता नम्बर नेपाली र अङ्ग्रेजी दुवै भाषामा बुझिने र सबैले देख्ने गरी राख्नुपर्दछ। औषधि तथा औषधिजन्य सामग्री सजिलै पहिचान गर्न सकिने गरी राख्नुपर्ने हुन्छ। जनशक्तिको गतिविधिका लागि पर्याप्त ठाउँ हुनुपर्दछ भने क्वारेन्टिन, भण्डारण तथा फिर्ता गर्नुपर्ने औषधि अलग्गै राख्न परिसरमा पर्याप्त ठाउँको व्यवस्था हुनुपर्दछ र परिसरभित्र असम्बन्धित व्यक्तिको प्रवेश निषेध गर्नुपर्दछ। थोक बिक्री परिसर सफा सुग्घर हुनुका साथै मुसा तथा अन्य जीवजन्तु छिर्न नसक्ने हुनुपर्दछ। प्रत्यक्ष घामको किरण भित्र नआउने तर पर्याप्त उज्यालो भने हुनुपर्दछ। बिक्री परिसरभित्र तथा वरपर धुलो, धुवाँ, ओस नआउने साथै फोहोर र प्रदूषण मुक्त हुनुपर्दछ। साथमा भित्ता र छतबाट पानी नचुहिने, नरसाउने गरी थोक विक्रेताले भवन तथा परिसर निर्माण गर्नुपर्दछ। औषधि भण्डारण गर्दा तापक्रम तथा आर्द्रताको सही व्यवस्थापनको सुनिश्चितता औषधि थोक विक्रेताले गर्नुपर्दछ। जस्तै औषधि चिसो गोदाममा राख्दा बिग्रन सक्ने जोखिम भएकाले औषधि भण्डारण कक्षमा तापक्रममा एकरूपता हुनुपर्दछ। केही विशेष किसिमका औषधिहरू जस्तै साइटोटक्सिक, विषालु, लागु तथा मनोदीपक औषध जस्ता औषधिहरू छुट्टै राखी जिम्मेवार व्यक्तिलाई मात्रै यी औषधिमा पहुँच हुनुपर्दछ। म्याद गुज्रिएका, बिग्रिएका, फिर्ता गर्नुपर्ने वा कुनै समस्या भई फिर्ता आएका औषधि थोक विक्रेताले अभिलेख राखी सुरक्षित रूपमा अलग्गै ठाउँमा राख्नुपर्दछ। यस्तै औषधिको प्राप्ति, सञ्चय, बीजक जारी गर्ने, प्याकिङ, बहिर्गमन वा प्रस्थान र प्रशासनिक एवं लेखा सम्बन्धी कार्यका लागि अलग्गै स्थानको व्यवस्था भएको हुनुपर्दछ। औषधि थोक बिक्री स्थलमा कर्मचारीका लागि खाने ठाउँ, आराम गर्ने र पोसाक परिवर्तनका लागि अलग्गै स्थानको व्यवस्था गरिएको हुनुपर्दछ। साथमा फोहोर राख्ने भाँडा र पिउने पानी तथा हात धुने सुविधा पनि मिलाइएको हुनुपर्दछ। औषधि थोक विक्रेताले औषधि तथा औषधिजन्य सामग्रीलाई गुण, प्रकृति, आकार प्रकारका आधारमा भण्डारण गर्नुपर्दछ। औषधि सञ्चय गर्न सकिने पर्याप्त र्याक,
दराज तथा प्यालेटको व्यवस्था गरिएको हुनुपर्दछ। लागु मनोदीपक र विषालु औषधि सुरक्षित सञ्चयका लागि विशेष र्याकको व्यवस्था गरिएको हुनुपर्नेछ भने चिसो वा न्यून तापक्रममा सञ्चय गर्नुपर्ने औषधिका लागि सञ्चय गर्नुपर्ने परिमाण र आवश्यकता अनुसार रेफ्रिजरेटर वा चिसो कोठाको व्यवस्था गर्नुपर्ने हुन्छ। यस्तै औषधि थोक विक्रेतासँग औषधिको बाकस खोल्ने, प्याकिङ तथा लेबलिङ गर्ने साधन उपलब्ध हुनुपर्नेछ भने आवश्यकता अनुसार भवन तथा परिसर वरपर औषधिजन्य सामग्री ओसार पसार गर्ने ट्रली तथा बास्केटको व्यवस्था हुनुपर्दछ। यस्तै कम्प्युटराइज प्रविधिबाट डिजिटल रेकर्ड राख्न सफ्टवेयर मार्फत अभिलेख राख्नुपर्दछ भने बिलिङ पनि डिजिटलाइज प्रविधिबाटै गरिनुपर्दछ। बिल भाउचर एवं ग्राहकको रेकर्ड, प्रमाणपत्र, क्वालिटी म्यानुअल, स्तरीय कार्य सञ्चालन विधि SOP लगायतका कागजात राख्न छुट्टै क्याबिनेटको व्यवस्था गरिएको हुनुपर्दछ। यस्तै थोक विक्रेता परिसरमा आगो तथा आगजनी प्रतिरक्षा सम्बन्धी उपकरणको उपलब्धता पनि हुनुपर्दछ। औषधि थोक विक्रेता तथा वितरकसँग पर्याप्त मात्रामा आवश्यक तालिम प्राप्त जनशक्ति हुनुपर्दछ। नेपाल फार्मेसी परिषदमा दर्ता भएका रजिस्टर्ड फार्मासिस्ट वा फार्मेसी सहायक वा औषधि ऐन 2035 बमोजिम मान्यता प्राप्त जनशक्ति हुनुपर्नेछ। कार्यरत जनशक्ति तालिम प्राप्त हुनुका साथै दक्ष तथा अनुभवी हुनुपर्दछ, जसका लागि अभिमुखीकरण मार्फत तालिम तथा प्रशिक्षण सामग्री विकास गरी अभिलेखीकरण राख्नुपर्दछ भने समय समयमा समीक्षा पनि गर्नुपर्दछ। यसो गर्दा सम्भावित त्रुटिहरू न्यूनीकरण हुनुका साथै औषधिको गुणस्तर सुनिश्चित गर्न पनि मद्दत पुग्दछ। जनशक्तिलाई विशेष किसिमका औषधिहरू जस्तै साइटोटोक्सिक, विषालु लागु तथा मनोदीपक औषध जस्ता औषधि वा औषधिजन्य सामग्रीको व्यवस्थापन सम्बन्धमा विशेष तालिम प्रदान गर्नुपर्दछ। तालिम पश्चात नियमित रूपमा जनशक्तिलाई अभिमुखीकरण समेत गरी ती औषधि व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ। यस्तै जनशक्ति स्वस्थ भएको प्रमाण तथा नियमित स्वास्थ्य जाँच गरिएको हुनुपर्दछ। व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्दछ भने लगाएको पोसाक सफा र छरितो हुँदा भण्डारण कक्षमा काम गर्ने जनशक्तिलाई सहज हुन्छ। औषधि थोक विक्रेता तथा वितरकले गुणस्तर नीति बनाएर सम्भावित त्रुटि न्यूनीकरणमा विशेष ध्यान दिनुपर्दछ, जसका लागि गुणस्तर नीति मापन गर्ने सूचकको निर्माण गरी आवश्यक गतिविधिहरू जस्तै दैनिक कार्य, भूमिका र जिम्मेवारीहरू, कार्य प्रक्रिया र निर्देशनहरूको विवरण सूचीबद्ध गरेर गुणस्तरीय नीति सुनिश्चित गर्नुपर्दछ। गुणस्तर नीति औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापनका लागि सन्दर्भ सामग्री भएकाले सबै जनशक्तिको पहुँचमा राखिनुपर्दछ। औषधि थोक विक्रेता तथा वितरकले प्राप्त औषधिजन्य सामग्रीसँगै आउने ब्याच सर्टिफिकेट, स्पेसिफिकेसन, लेबलिङ जस्ता कागजात दुरुस्त भएको सुनिश्चित गर्नुपर्ने हुन्छ। प्राप्त औषधिजन्य सामग्रीमा यी विवरणहरू नपाइएमा वा औषधिको गुणस्तर कायम नभएको पाइएमा वितरकलाई खबर गरी औषधि व्यवस्था विभागलाई समेत जानकारी गराउनु पर्दछ। थोक विक्रेता तथा वितरकले आफ्नो उद्देश्य अनुसारको सेवा रणनीति तर्जुमा गरी सार्वजनिक गर्नुपर्दछ। जस्तै औषधि तथा औषधिजन्य सामग्रीको गुणस्तर सुनिश्चित गर्न आवश्यक नियमको पूर्ण पालना गर्नु, साथै समयमै ढुवानी गरी औषधिको उपलब्धता नियमित र सुचारू गराइराख्न सेवा रणनीति निर्माण गर्नुपर्दछ र अनधिकृत औषधि तथा औषधिजन्य सामग्री जसको बिक्री वितरणमा सम्बन्धित निकायले अनुमति प्रदान गरेको हुँदैन त्यस्ता औषधि तथा औषधिजन्य सामग्रीको बिक्री वितरणमा थोक विक्रेता तथा वितरक सहभागी हुनु हुँदैन। थोक विक्रेता तथा वितरकले औषधि खरिद सम्बन्धी सम्झौता गर्नुअघि औषधि सप्लायर्स कम्पनीको योग्यता जाँच गरी सप्लायर्सको वैधानिकता निर्क्युल गर्नुपर्दछ, जसमा औषधि व्यवस्था विभागले जारी गरेको अद्यावधिक सहितको प्रमाणपत्र तथा अन्य नियामक निकायका प्रमाणपत्रहरू पर्दछन्, जसको आधारमा औषधि वितरणका लागि योग्य भएको पुष्टि हुन्छ। औषधि सप्लायर्स कम्पनी छनौट गर्दा औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन तथा भण्डारण गर्न पर्याप्त मात्रामा भौतिक पूर्वाधार तथा उपयुक्त परिसर आवश्यक हुन्छन्।
सप्लायर्स छनौट गर्नका लागि थोक विक्रेता तथा वितरकसँग स्तरीय कार्य सञ्चालन विधि अर्थात् एसओपी मार्फत अभिलेखीकरण गरी यस विधिअनुसार छानिएका औषधि सप्लायर्स कम्पनीको नियमित मूल्याङ्कन गरिरहनु पर्दछ। थोक विक्रेता वा वितरकसँगको सम्झौतामा सप्लायर्स कम्पनीले औषधि तथा औषधिजन्य सामग्री ढुवानी सम्बन्धी सम्पूर्ण विवरण कागजातमा खुलाउनु पर्दछ। औषधि तथा औषधिजन्य सामग्री लिँदा वितरकले माग गरे बमोजिमका सबै औषधि भौतिक रूपमा ठिक छन् भनेर सुनिश्चित गर्नुपर्दछ। परिवहनमा प्राप्त औषधि प्याकिङ वा ढुवानीका क्रममा बिल अनुरूप रुजु गरेर मात्र औषधिजन्य सामग्री भण्डारण गर्नुपर्दछ। जस्तै बिल अनुसार नभएको वा भौतिक रूपमा पनि औषधिमा कुनै टुटफुट वा शङ्कास्पद देखिएमा थप अनुसन्धानका लागि क्वारेन्टिनमा राख्दै उपयुक्त कदम चाल्नु पर्दछ। परिवहनबाट प्राप्त औषधिमा वितरक वा उत्पादकको नाम तथा औषधि व्यवस्था विभागबाट जारी भएको प्रमाणपत्र र ठेगाना खुल्ने कागजात आवश्यक पर्दछ। बिलमा हुनुपर्ने थप विवरणमा औषधिको नाम, बनावट, डोज, ब्याच नम्बर, मूल्य, उत्पादन मिति र म्याद गुज्रने मिति हुनुपर्दछ। औषधिको गुण तथा संवेदनशीलता निरीक्षण गरी प्राथमिकताका आधारमा उपयुक्त भण्डारणका लागि लैजानुपर्ने हुन्छ। यी सम्पूर्ण विवरणहरू चेक जाँच गरी रुजु गर्दा आधिकारिक व्यक्तिको अनुमति पश्चात मात्र भण्डारणमा लैजानु पर्दछ र यी सम्पूर्ण कार्यहरू स्तरीय कार्य सञ्चालन विधि अर्थात् एसओपीबाट निर्देशित हुनुपर्दछ। औषधिजन्य सामग्री भण्डारण गर्दा निश्चित मापदण्ड तथा नियमको पालना गरी औषधि सञ्चय गरिनुपर्दछ। औषधिको गुण तथा प्रकृति अनुसार अलग अलग रूपमा उपयुक्त भण्डारण हुनुपर्दछ। सामान्यतया निश्चित तापक्रममा राखिनुपर्ने औषधिलाई निश्चित तापक्रम कायम गरी राखिनुपर्दछ भने प्रत्यक्ष सूर्यको किरण र ओसबाट बचाउनु पर्दछ। यस्तै साइटोटक्सिक, रेडियोधर्मी पदार्थ, विषालु लागु तथा मनोदीपक औषध, प्रज्वलनशील तथा विस्फोटक जस्ता औषधि तथा औषधिजन्य सामग्रीहरू विशेष किसिमले अतिरिक्त सुरक्षासहित सुरक्षित रहेको निश्चित गर्नुपर्दछ। औषधिजन्य सामग्री फर्स्ट एक्सपायरी फर्स्ट आउट अर्थात् फिफो सिद्धान्तका आधारमा म्याद गुज्रने औषधिलाई क्रम मिलाएर राख्नुपर्दछ। यस्तै भण्डारण गरिएका औषधि तथा औषधिजन्य सामग्रीको अध्यावधिक सम्पूर्ण मौजदात विवरण कागजातमा तथा डिजिटल माध्यमबाट अभिलेखीकरण गर्नुपर्ने हुन्छ र औषधि वितरण तथा प्राप्तिका बेला अभिलेखीकरण गरिएका ती विवरणहरू अध्यावधिक गरिएकै हुनुपर्दछ। वितरक तथा थोक विक्रेताले औषधि तथा औषधिजन्य सामग्री फार्मेसीलाई प्रदान गर्नुअघि फार्मेसीको वैधानिकता पुष्टि गर्नुपर्ने हुन्छ। विशेष किसिमका औषधिहरू जस्तै भ्याक्सिनको व्यवस्थापन गर्न सक्ने भौतिक पूर्वाधार तथा जनशक्ति फार्मेसीमा छ छैन भन्ने सम्बन्धमा सजगता अपनाउनु पर्ने हुन्छ। विद्युतीय तथा इन्टरनेटका माध्यमबाट गरिने फार्मेसी छनौट सम्बन्धी व्यवस्थामा पनि यो अभ्यास लागू हुन्छ, जसका लागि छुट्टै कागजातमा पनि फार्मेसीको अभिलेखीकरण गर्नुपर्दछ। वितरक वा थोक विक्रेताले आफै बिरामी वा ग्राहकलाई औषधि वितरण गर्न पाइँदैन। सकभर थोक विक्रेताले फार्मेसीलाई दिने औषधिको म्याद 3 महिनाभन्दा कम समयको हुनु हुँदैन भने वितरकले थोक विक्रेतालाई दिने औषधिको म्याद पर्याप्त छ छैन भन्ने सम्बन्धमा सजगता अपनाउनु पर्दछ। यस्तै औषधिको म्याद गुज्रने बारेको सूचना बिलिङ प्रणाली मार्फत स्वचालित रूपमा जानकारी दिने पद्धति बनाउनु पर्दछ, जसका माध्यमबाट म्याद गुज्रन लागेको औषधि थोक विक्रेता वा फार्मेसीसम्म पुग्न दिँदैन। यस्तै विक्रेता वा थोक वितरकले कुनै औषधि वा औषधिजन्य सामग्रीलाई रिलेबलिङ वा रिप्याकेजिङ गर्नु हुँदैन। उदाहरणका लागि विशेष किसिमका औषधिहरू जस्तै निश्चित तापमान कायम गरी राखिने औषधिलाई छुट्याएर बिक्री गर्दा ती औषधिको गुणस्तरमा असर पर्न सक्ने जोखिम हुन्छ। त्यसैले पटक पटक त्यस्ता औषधिलाई खुला रूपमा रिलेबलिङ वा रिप्याकेजिङ नगर्न कुशल भण्डारण तथा वितरण सम्बन्धी निर्देशिकाले सुझाव दिएको छ। वितरक वा थोक विक्रेताले परिवहन मार्फत औषधि तथा औषधिजन्य सामग्री पठाउँदा औषधिको गुणस्तर सुनिश्चित गर्नुपर्दछ। यातायातका विभिन्न साधन मार्फत हुने ढुवानीका बेला औषधिजन्य सामग्रीको अवस्था थाहा पाउने प्रणाली विकास गर्नुपर्दछ।
फोन वा विद्युतीय अन्य माध्यमबाट ढुवानी हुँदै गरेको औषधिको अवस्था थाहा पाउँदा भइपरि आउने जोखिम न्यूनीकरण गर्न मद्दत पुग्दछ। ढुवानीका क्रममा औषधिजन्य सामग्री लास्ट इन फर्स्ट आउट लिफोको सिद्धान्त अनुसार क्रम मिलाएर राख्नुपर्दछ। लिफोको सिद्धान्त अनुसार छिटो पुग्ने औषधि ढुवानी सेवामा लोड गर्दा अन्तिममा राखिनुपर्दछ, जसले गर्दा अन्तिममा राखिएका औषधि गन्तव्यमा पुगेपछि सबैभन्दा पहिला निकाल्न सकिन्छ। ढुवानीका साधनमा औषधिजन्य सामग्री एकै ठाउँमा खात लगाएर राख्न पनि हुँदैन, जसका कारण औषधिजन्य सामग्रीमा क्षति पुग्न सक्दछ। ढुवानीका साधन औषधिजन्य सामग्रीकै लागि समर्पित हुनुपर्दछ। यदि औषधिजन्य सामग्री ढुवानी नगर्ने साधन प्रयोग गरिँदैछ भने स्तरीय कार्य सञ्चालन विधि अपनाएर ढुवानी साधनको गुणस्तर सुनिश्चित गरिनुपर्दछ र विशेष किसिमका औषधि ढुवानीका लागि उपयुक्त ढुवानी साधनको व्यवस्था हुनुपर्दछ। औषधिजन्य सामग्री ढुवानी गर्दा पुग्ने गन्तव्यको नाम र ठेगाना खुलाउनु पर्दछ भने औषधिको किसिम र प्रकृति खुल्ने विवरण समेत उल्लेख गरिनु पर्दछ। साथै ढुवानीका लागि औषधि राख्दा र निकाल्दा अपनाउनु पर्ने विधिबारे पनि उल्लेख गरिनुपर्छ। वितरक तथा थोक विक्रेताले औषधिजन्य सामग्री शङ्कास्पद लागेमा ती नक्कली वा गलत औषधि हुन सक्ने बारे सचेत हुनुपर्दछ। शङ्कास्पद देखिएका ती नक्कली वा गलत औषधिको पहिचान गर्ने संयन्त्रका आधारमा ती औषधिलाई अलग्गै राखेर तत्कालै सम्बन्धित सप्लायर्स, उत्पादक र औषधि व्यवस्था विभागलाई खबर गर्नुपर्दछ। विभागले शङ्कास्पद ती औषधि नक्कली भएको निर्कोल गरेमा उपयुक्त विधिबाट ती औषधि विसर्जन गर्नुपर्दछ र यी सम्पूर्ण प्रक्रिया सही ढङ्गले अभिलेखीकरण गर्नुपर्दछ। नक्कली वा गलत औषधिजन्य सामग्रीका कारण औषधिको विश्वसनीयतामा असर पर्ने हुँदा वितरक वा थोक विक्रेताको कुशल अभ्यासको भूमिकाले यस्ता औषधि बजारमा पुग्न पाउँदैनन्। औषधि बिक्री वितरणका क्रममा फार्मेसी, स्वास्थ्य संस्था वा थोक विक्रेताबाट आउने गुनासोलाई वितरक तथा थोक विक्रेताले नियमित रूपमा ग्रहण गर्नुपर्दछ। प्राप्त गुनासो आफैबाट सम्बोधन हुने भए आफैले निरूपण गर्ने अथवा अन्य निकायबाट सम्बोधन गर्नुपर्ने भए सम्बन्धित निकायमा खबर गर्ने संयन्त्र बनाउनु पर्दछ। गुनासो सम्बन्धी प्रक्रियालाई अभिलेखीकरण गरी गुनासो गरिएका पक्षलाई सुधार पनि गर्नुपर्दछ। बिक्री भएका औषधि विभिन्न कारणले फिर्ता आउन सक्छन्, जस्तै टुटफुट भएर, म्याद गुज्रिएर, गुणस्तरहीन भएर वा सामान्य रूपमा पनि औषधि फिर्ता हुने तर्फ वितरक सजग हुनुपर्दछ। फिर्ता आएका औषधिका सम्बन्धमा वितरकले उचित निश्चित विधिका आधारमा मूल्याङ्कन र निरूपण गरी त्यस्तो निर्णय वा कार्यको अभिलेखीकरण समेत गर्नुपर्दछ। यसरी फिर्ता आएका औषधि वा औषधिजन्य सामग्रीहरूको गुणस्तरलाई संवेदनशील रूपमा विश्लेषण गर्न आवश्यक हुन्छ र फिर्ता आएका औषधिजन्य सामग्रीलाई पुनः प्रयोग गर्ने, फिर्ता गर्ने वा विसर्जनको निर्णय गर्नुपर्ने हुन्छ। यस्तै औषधिजन्य सामग्रीको गुणस्तरमा गुनासो आएमा त्यस्ता औषधि फिर्ता लिएर सम्बन्धित औषधि निर्माता कम्पनी र औषधि व्यवस्था विभागलाई तुरुन्तै खबर गरी गुनासो सम्बोधन गर्नुपर्ने हुन्छ। गुणस्तरहीन औषधिका सम्बन्धमा औषधि व्यवस्था विभाग वा औषधि उत्पादक कम्पनीले औषधि फिर्ताका लागि जारी गरेका सूचनाबारे आफ्ना मातहतका थोक विक्रेता वा फार्मेसीहरूलाई सजग गराएर औषधि फिर्ता गराउनु पर्दछ। यस्ता औषधि फिर्ताका लागि जारी गरिएका सूचनाका आधारमा फिर्ता प्रक्रियाको सुरुवात गर्नुपर्दछ। औषधि आयात सम्बन्धी अनुमति लिएका औषधि थोक विक्रेताले निश्चित औषधि आयात गर्नका लागि अनिवार्य अनुमति लिएको हुनुपर्दछ। औषधि आयातका लागि अधिकार प्राप्त आधिकारिक आयातकर्ताले आधिकारिक निर्यातकर्ताबाट मात्र औषधि खरिद गर्न पाउँछ। औषधिजन्य सामग्रीका लागि आयात गरिने भन्सार बिन्दुमा औषधिको हेरचाह, ढुवानीका साधन, सिपर कार्टुन, प्याकिङ लगायतका विवरण खुलस्त पारिएको हुनुपर्नेछ। आयातका लागि तोकिएको भन्सार बिन्दुबाट मात्र औषधि आयात गर्न पाइनेछ। साथै औषधि आयात गर्दा लाग्ने समय कुशल भण्डारण तथा वितरण अभ्यास बमोजिम हुनुपर्दछ वा औषधि परिवहनको समय छोटो लाग्ने यातायातको माध्यम अपनाउनु पर्दछ। औषधि थोक विक्रेताले लागु तथा मनोदीपक र भ्याक्सिन तथा प्रतिजैविक औषधिहरूको आयात गर्दा आयात हुने औषधिको परिमाण, उत्पादकको परीक्षण प्रतिवेदन,
भन्सार बिन्दु एवं ब्याच सर्टिफिकेट, स्पेसिफिकेसन, लेभलिङ जस्ता कागजात सम्बन्धी विवरण विभागमा पेश गरी पूर्व अनुमति लिनुपर्नेछ। यस्तै जीवन रक्षक भनी तोकिएका औषधि आयातकर्ताले त्यस्तो औषधि बजारमा अभाव हुन नदिन सजगता अपनाउनु पर्दछ। कुनै पनि निश्चित तापक्रम कायम गरी परिवहन वा भण्डारण गर्नुपर्ने औषधि आयात गर्दा निश्चित तापक्रम सुनिश्चित हुने व्यवस्थाको प्रमाणित हुने संयन्त्र सहित आयात तथा वितरण गर्नुपर्नेछ। औषधि वितरक तथा थोक विक्रेताले अभिलेखीकरण गर्दा निश्चित ढाँचा र विधि अनुसार राख्नुपर्दछ। यस्तै औषधि व्यवस्था विभागबाट जारी भएका इजाजत पत्र, प्रमाणपत्र, सिफारिस पत्र, औषधिजन्य सामग्री सम्बन्धी कागजात वा अन्य सूचना प्रष्टसँग देखिने गरी वितरक तथा थोक विक्रेताले राख्नुपर्दछ। औषधीय सतर्कता तथा औषधीय दुष्प्रभाव सम्बन्धमा प्राप्त सूचनाको अभिलेख राखेर औषधि व्यवस्था विभागलाई जानकारी समेत गराउनु पर्दछ। गुणस्तरसँग सम्बन्धित सम्पूर्ण आन्तरिक कागजातहरूको उद्देश्य, क्षेत्र, शीर्षक स्पष्ट रूपमा खुलाएर उपयुक्त तथा सरल भाषामा लेखिएका कागजातहरूलाई आधिकारिक व्यक्तिबाट अनुमोदन गरी राखिनुपर्दछ। यस्ता कागजातहरू समय समयमा पुनरावलोकन र आवश्यक संशोधन गरिनुपर्ने हुन्छ। ती कागजातहरू जनशक्तिको पहुँचमा सजिलैसँग उपलब्ध हुनुपर्दछ। आन्तरिक वैधानिक कागजातहरू कस्ता हुन्छन् त? गुणस्तर पुस्तिका तथा गुणस्तर नीति अर्थात् क्वालिटी म्यानेजमेन्ट सिस्टम एन्ड क्वालिटी पोलिसी, आन्तरिक गुणस्तर परीक्षण विधि तथा परीक्षण परिणाम, जनशक्ति तथा जनशक्तिको कार्य विवरण, जनशक्ति तालिम तथा तालिम मूल्याङ्कन, सप्लायर्स छनौट प्रक्रिया तथा सप्लायर्सको विवरण, खरिद तथा भण्डारण व्यवस्थापन, खरिद तथा भण्डारण व्यवस्थापन, विषालु लागु औषध तथा लागु मनोदीप बिक्री वितरण। यस्तै रेफ्रिजरेटर तथा चिसो कोठाको अंशाङ्कन तथा प्रमाणीकरण, औषधिजन्य सामग्रीको गुणस्तर निर्क्युल सम्बन्धी विधि, औषधिजन्य सामग्रीको विसर्जन तथा समाहार, सरसफाई तथा मर्मत सम्भार प्रक्रिया, कीटनाशक तथा नियन्त्रक, सामग्री प्राप्ति, भण्डारण तथा वितरण प्रक्रिया, माग बमोजिम प्याकेजिङ तथा वितरण, गुनासो तथा फिर्ता, आन्तरिक मूल्याङ्कन तथा लेखा परीक्षण अभ्यास तथा अन्य आवश्यक स्तरीय कार्य सञ्चालन विधि आन्तरिक वैधानिक कागजात अन्तर्गत पर्दछन्। गुणस्तर व्यवस्थापन प्रणाली अर्थात् क्वालिटी म्यानेजमेन्ट सिस्टमको मूल मर्म भनेको लिखित नीति, प्रक्रिया तथा नियन्त्रण संयन्त्र प्रणालीको उपलब्धता हो। यो प्रणालीले थोक विक्रेताहरूको सेवामा एकरूपताको आश्वासन दिन्छ। मानक सञ्चालन प्रक्रिया अन्तर्गत गुणस्तर व्यवस्थापन प्रणालीहरू पर्दछन्। यी संयन्त्रहरू थोक व्यापारीद्वारा सेवा तथा गुणस्तरको स्तर सुनिश्चित गर्न लागू गरिन्छ। औषधि बिक्री वितरण सम्बन्धमा औषधि थोक विक्रेताले गर्ने कुनै पनि कार्य गर्दा एउटा मानक बनाएर उच्चतम स्तरको पालना गर्ने गर्नुपर्दछ, जसका लागि स्ट्यान्डर्ड फर्म्याट बनाउन सुझाव दिएको छ। मुख्यतः औषधि वितरण गर्ने आधारलाई अभिलेखीकरण गरेर हरेक कार्य जस्तै औषधि आयात तथा पैठारीलाई व्यवस्थित बनाउन भनिएको छ। यसै गरी औषधि थोक विक्रेताको स्तर वृद्धि तथा विद्यमान फार्मेसीको अवस्थालाई प्रवर्धन गर्ने उद्देश्यसहित व्यक्तिगत मूल्याङ्कन गर्ने रूपरेखा पनि एउटा थोक विक्रेतासँग हुनुपर्दछ, जसका लागि स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर आवश्यक पर्दछ। यस्तै क्वालिटी सर्भिस इन्स्योर गर्न औषधिले मानव स्वास्थ्यमा पार्ने दुष्प्रभाव तथा दुष्परिणाम कम गर्ने सम्बन्धमा गलत औषधि नपरोस् भनेर औषधिमा इन्टिग्रिटी कायम गर्न उत्प्रेरणा जगाउने किसिमका कार्य गर्ने जस्ता आत्ममूल्याङ्कनका कार्यहरू एउटा औषधि थोक फार्मेसी विक्रेतासँग हुनुपर्ने चारित्रिक विशेषता हुन्। वितरक तथा थोक विक्रेताले कार्य सञ्चालनको निरीक्षण तथा पुनरावलोकन गर्न नियमित रूपमा आत्ममूल्याङ्कन गर्नुपर्दछ र आत्ममूल्याङ्कन विधिमा करेक्टिभ एक्सन्स एन्ड प्रिभेन्टिभ एक्सन्स कापा सिद्धान्त अपनाउनु पर्ने हुन्छ। अर्थात् पेशागत रूपमा आइपर्ने विभिन्न गल्ती तथा त्रुटिलाई कापाका माध्यमबाट सुधार गरिन्छ। पेशागत रूपमा आइपर्ने त्रुटि तथा गल्तीलाई यस सिद्धान्तका आधारमा न्यूनीकरण गर्नाले गुणस्तर व्यवस्थापन प्रणाली क्वालिटी म्यानेजमेन्ट सिस्टम विकसित हुन्छ। आत्ममूल्याङ्कन अभ्यासले आवश्यक पर्ने गुणस्तर सम्बन्धी सम्पूर्ण पक्षहरूलाई समेट्नुपर्दछ, जसमा
कानुन, आचरण तथा कुशल अभ्यास सम्बन्धी पक्षहरूलाई समेट्दछ। आत्ममूल्याङ्कन कार्य स्वतन्त्र हुनुका साथै विशेष विज्ञ टोली मार्फत गरिनुपर्दछ। यस्तो टोली संस्थाभित्रैबाट वा बाहिरबाट पनि हुन सक्नेछ, जसले पर्याप्त तालिम र दक्षता हासिल गरेको हुनुपर्नेछ। आत्ममूल्याङ्कन नियमित रूपमा वार्षिक तालिका अनुरूप हुनुपर्दछ। आत्ममूल्याङ्कन पश्चात भेटिएका पेशागत त्रुटि र गल्तीहरूको ठोस कारण पत्ता लगाई कापाको सिद्धान्त प्रयोग गरी कार्य सञ्चालनमा परिवर्तन ल्याउनु पर्दछ। यस्ता परिवर्तनले संस्थाको गुणस्तर अभिवृद्धिमा मद्दत पुर्याउँछ। सम्पूर्ण आत्ममूल्याङ्कनका प्रक्रियाहरूलाई सही ढङ्गबाट अभिलेखीकरण गरेर आवश्यक पुनरावलोकन गर्नुपर्दछ। सामान्यतया यो कार्य वर्षमा 2 पटक वा आवश्यकता अनुसार गर्न सकिनेछ। कुशल विक्रेता अभ्यासका लागि यो भिडियोमा छलफल गरिएका विभिन्न शीर्षकले जीवन उपयोगी औषधि, औषधि उत्पादकबाट वितरक हुँदै फार्मेसीमा बिरामीको पहुँचसम्म पुग्दाको अवस्थाबारे विश्लेषण गरिएको छ, जसमा औषधिको गुणस्तर कायम गर्न के कस्ता मापदण्ड तथा निश्चित आधारको पालना गर्नुपर्दछ भन्ने बारेमा हामीले आज छलफल गर्यौं। औषधिको गुणस्तर दुरुस्त जस्ताको त्यस्तै राख्नका लागि औषधिको वितरण व्यवस्थित बनाउने बारे औषधि बिक्री वितरण 2078 सम्बन्धी आचार संहिताले जोड दिएको छ। हालको अवस्थामा हामी कहाँ नेपालमा विद्यमान औषधि वितरण तथा पैठारी गर्दा पालना गरिरहेको नियम सँगसँगै गुणस्तरीय औषधि नहुँदा बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम जस्ता विविध विषयलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा यो भिडियोमा छलफल गरियो। औषधिको गुणस्तर कायम गर्दाका फाइदालाई विश्लेषण गर्दा सबैभन्दा पहिला जीवन उपयोगी औषधिको गुणस्तर कायम राख्दा बिरामीको स्वास्थ्यमा लाभ हुन्छ भने आर्थिक नोक्सानी नहुने र औषधि पनि खेर जानबाट जोगिन्छ। सारांशमा औषधि उत्पादन हुनु भनेको बिरामीसम्म पुर्याएर बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाई रोगबाट बचाउनु हो। बिरामीसम्म औषधि नपुगेमा औषधि बनाउनुको उद्देश्य नै पूरा हुँदैन र औषधि बिरामीसम्म पुर्याउनका लागि वितरण प्रणालीलाई गुणस्तर कायम गर्न निश्चित मापदण्ड तथा आचार संहिताको पालना गर्न औषधि बिक्री वितरण संहिता 2078 ले निर्देश गरेको छ। कुशल भण्डारण तथा वितरण अभ्यास सम्बन्धी यो भिडियोले औषधि तथा औषधिजन्य सामग्रीको भण्डारण तथा वितरण प्रक्रियालाई गुणस्तरीय बनाउन मद्दत गर्नेछ। कुशल भण्डारण तथा वितरण अभ्यास निर्देशिकामा आधारित यो भिडियो औषधि वितरक तथा थोक विक्रेतालाई कुशल अभ्यास पालना गराउन मद्दत गर्ने उद्देश्यका साथ निर्माण गरिएको हो।